हेलो एभ्रिवान। योभन्दा अगाडिको भिडियोमा हामीले भूकम्प गएपछि बिल्डिङको ड्यामेज लेभल कसरी प्रेडिक्ट गर्न सकिन्छ भन्ने बारेमा चर्चा गरेका थियौँ। यदि हजुरहरूले याद गर्नुभएको छ भने हामीले एआई मोडल बनाउँदा इनपुटको रूपमा स्ट्रक्चरल प्यारामिटर्स र अर्थक्वेकको सेस्मिक प्यारामिटर्स प्रयोग गरेका थियौँ। र तपाईँले भूकम्प गइसकेपछि तपाईँले आफ्नो घरको स्ट्रक्चरल प्यारामिटर्स त थाहा पाउन सक्नुहुन्छ, तर त्यो ठाउँमा कति ग्राउन्ड मोसन थियो भन्ने कुरा चाहिँ थाहा पाउन निकै गाह्रो हुन्छ। त्यसैले यस विषयमा हामीले एआईको प्रयोग गरेर एक ठाउँमा भूकम्प गइसकेपछि त्यहाँ र अरू ठाउँमा सेस्मिक प्यारामिटर कसरी निकाल्न सकिन्छ भन्ने देखाउन खोजिरहेका छौँ। अब किन एआई प्रयोग गरियो त भने नयाँ स्टेसन्सहरू बनाउँदा र त्यसलाई मेन्टेनेन्स गर्दाखेरि निकै नै महँगो पर्न जान्छ। त्यसका साथै पहिलेका रिग्रेसन बेस्ड मेथडमा विभिन्न स्टडिजमा डिस्क्रिपेन्सिज अर्थात् फरक फरक रिजल्ट्सहरू देखिएको पाइयो। त्यसैले यस स्टडीमा हामीले जापानको रेकर्डेड अर्थक्वेक डेटाको प्रयोग गरेका छौँ। यहाँ करिब 30,000 भन्दा बढी डेटा सेट्स प्रयोग गरिएको छ, जसमा लोकेसन कोअर्डिनेट, डेट, इपिसेन्ट्रल डिस्टेन्स र म्याग्निट्युड्सलाई इनपुटको रूपमा लिएको छ। यी डेटा प्रयोग गरेर विभिन्न एआई मोडल्स ट्रेन गरिएको छ, जसमा ट्रेनिङ डेटा सेटमा मोडलको पर्फर्मेन्स कोरिलेसन कोएफिसिएन्ट 0.95 भन्दा बढी आएको छ भने टेस्टिङमा मोर देन 0.91 आएको छ। र यो मोडलले रियल वर्ल्डमा कसरी काम गर्छ भनेर हेर्नको लागि हामीले जापानमा 2022 अप्रिल 19 को बिहान 8:16 मा गएको म्याग्निट्युड 5.4 को भूकम्पको प्रयोग गरेका छौँ। यो भूकम्पको लागि मोडलले विभिन्न स्थानमा पिक ग्राउन्ड एसेलरेसन्स र पिक ग्राउन्ड भेलोसिटी प्रेडिक्ट गरेको छ र त्यो रिजल्टलाई करिब 40वटा सेस्मिक रेकर्डिङ स्टेसनसँग कम्पेयर गरेर हेर्दा पिक ग्राउन्ड एसेलरेसनको कोरिलेसन कोएफिसिएन्ट यानि कि R² भ्यालु 0.95 आएको छ भने पिक ग्राउन्ड भेलोसिटीको लागि 0.89 आएको छ। अब यो डेटा कसरी प्रयोग गरिन्छ त भने हामीले साइतामा युनिभर्सिटी र ओकुबुदान्सीलाई केस स्टडीको रूपमा लिएका छौँ। यो ठाउँको सबै बिल्डिङ्सको स्ट्रक्चरल प्रपर्टिज निकालेर एआई मोडलले प्रेडिक्ट गरेको सेस्मिक प्यारामिटर्स प्रयोग गरी पहिला डेभलप गरेको एआई ड्यामेज मोडल युज गरेर ड्यामेज लेभल चेक गरिएको छ। र ड्यामेज मोडलले सबै बिल्डिङ्सलाई नल अर्थात् ड्यामेज नभएको भनेर प्रेडिक्ट गरिएको छ र वास्तविक रूपमा पनि त्यहाँ ड्यामेज नभएको देखिएकोले मोडलको रिजल्ट सही देखिएको छ भन्ने बुझ्न सकिन्छ। यसरी हामीले एआईको प्रयोग गरेर सेस्मिक प्यारामिटर्स पनि निकाल्न सक्यौँ भने ड्यामेज पनि एनालाइज गर्न सक्यौँ। र हामीले नेपालमा पनि यस्तै रोबस्ट एआई मोडल बनाउन सकियो भने धेरै महँगो सेस्मिक स्टेसन बनाउने खर्च बचाउन सकिन्छ र डेटा म्यानेजमेन्ट पनि गर्न सकिन्छ। र यो जापानमा पनि एआई बेस्ड अप्रोच उपयोगी भएको देखिन्थ्यो, किनभने त्यहाँ लगभग 20 किलोमिटरको दूरीमा स्टेसन भए पनि त्यो 20 किलोमिटरभित्र अझै ग्राउन्ड मोसन फरक हुन सक्छ। त्यसैले एआई बेस्ड अप्रोच अझ प्र्याक्टिकल र उपयोगी हुन जान्छ। हाम्रो भिडियो पुरा हेर्नुभएकोमा धन्यवाद। यदि मन पर्यो भने लाइक गर्न नबिर्सिनुहोला र यस्तै रिसर्च बेस्ड भिडियोको लागि हामीलाई फलो गर्नुहोस्। र अन्त्यमा यो जानकारी सरकारवालासम्म पुर्याउनका लागि सेयर पनि गरिदिनुहोला। धन्यवाद।